सन्चै हुनुहुन्छ होला पक्कै पनि। आज म तपाईँहरूको माझ झुमा र ढावा प्रथा विशेष पाठ्य सामग्री लिएर उपस्थित भइसकेको छु। जो साथीले जहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियोलाई लाइक, सेयर र तपाईँहरूले चाहिँ यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, ताकि बाँकी भिडियोहरू पनि तपाईँहरूमाझ ल्याएर उपस्थित हुन सकु र यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आज म तपाईँहरूलाई चाहिँ झुमा र ढावा प्रथा विशेष त्योसँग सम्बन्धित विविध कुरा चाहिँ तपाईँहरूमाझ राख्न चाहन्छु। अब यो झुमा र ढावा प्रथाको कुरा गर्दै गर्दा यो झुमा र ढावा प्रथा हाम्रो विशेष त मुस्ताङ जिल्लामा चाहिँ प्रचलित रहेको थियो। मुस्ताङ जिल्लामा तपाईँहरूले चाहिँ यो फोटो हेर्दै गर्दा पनि यति भन्दा पनि तपाईँलाई धेरै कुरा थाहा हुनसक्छ। प्रश्नहरूमा हामीलाई चाहिँ लोकसेवाले विशेष त सोध्ने भनेको चाहिँ झुमा र ढावा प्रथा कुन जिल्लामा प्रचलित छ, अर्थात् कुन ठाउँमा प्रचलनमा रहेको थियो। र अर्को भनेको चाहिँ यो झुमा र ढावा प्रथा उत्तरी भागमा बसोबास गर्ने, त्यही पनि हामीले बौद्ध धर्मावलम्बी, मैले यो देखाएको यो चित्रमा देख्न सक्नुहुन्छ, बौद्ध धर्मावलम्बीका शेर्पा, लामा र लुवा जातिमा चाहिँ प्रचलनमा रहेको थियो। र ती जातिहरूले के गर्थे भन्दाखेरि चाहिँ ती जातिका जो चाहिँ आफ्ना 3 भाइना छोरा हुन्छन्, तीनवटा सन्तान हुन्छन्, त्यो मध्ये चाहिँ माइलो हो, माइलो छोरा वा छोरीलाई चाहिँ गुम्बाको रेखदेख गर्नको लागि चाहिँ, गुम्बाको सेवा गर्नको लागि चाहिँ गुम्बामा चढाउने प्रथालाई चाहिँ झुमा वा ढावा प्रथा भनिन्छ। यो चाहिँ अहिले मात्र होइन कि यसले चाहिँ समाजमा पनि भोलि गएर चाहिँ ढावाले स्थानीय समाजहरूमा चाहिँ गुरु र पुरोहितको रूपमा चाहिँ काम गरेको पनि पाइन्छ हैन। हामीले चाहिँ यो झुमा र ढावा प्रथामा पर्नुपर्ने कुरा भनेको चाहिँ यही हो। र यसलाई अझ हामीले चाहिँ विस्तृत रूपमा हेर्ने हो भने यसरी हेर्न सकिन्छ। तपाईहरुलाई यो चाहिँ लोकसेवा सँगसँगै जान्नको लागि पनि एकदमै महत्त्वपूर्ण रहन्छ। यो बौद्ध धर्मावलम्बीहरूमा प्रचलनमा रहेको छ, यो पनि तपाईहरुलाई सोधेको पाइन्छ। झुमा वा ढावा प्रथा चाहिँ तलको मध्ये कुन झुमा र ढावा प्रथासँग सम्बन्धित कुन भनाइ सही छ, यस्ता खालका प्रश्नहरू सोध्छ। यो चाहिँ बौद्ध धर्मावलम्बीहरूमा प्रचलित रहेको छ। अर्को भनेको चाहिँ यो प्रथा कुन ठाउँमा प्रचलनमा रहेको छ भनेर पनि सोध्छ। यसको लागि चाहिँ तपाईले यो प्रथा चाहिँ मुस्ताङ जिल्लाको चाहिँ 3टा गाउँ छ, जो चाहिँ 5 गाउँ, 12 गाउँ र थाक खोला क्षेत्र आसपासमा चाहिँ प्रचलनमा रहेको छ हैन, प्रचलन रहेको थियो हैन। दुईटा कुरा हामीले यसमा जान्यौं है। एउटा हामीले के बुझ्यौं भन्दाखेरि चाहिँ यो बौद्ध धर्मावलम्बीमा चाहिँ प्रचलनमा रहेको यो प्रथा चाहिँ, अर्को भनेको चाहिँ मुस्ताङ जिल्लाको चाहिँ 5 गाउँ, 12 गाउँ र थाक खोलामा चाहिँ प्रचलनमा रहेको भन्ने कुरा हामीले दुईटा बुझ्यौं। अर्को भनेको चाहिँ यो उत्तरी भागमा बसोबास गर्दै आएका बौद्ध धर्मावलम्बीहरू, त्यो मध्ये पनि 3टा जाति, विशेष गरी 3टा जाति मैले फोकस गरेको छु, त्यो कुरा ख्याल गर्नु होला। शेर्पा, लामा र लोवा जातिमा चाहिँ कुमार कुमारी माइला सन्तानलाई चाहिँ गुम्बाको रेखदेख वा सेवा गर्न चढाउने प्रथा नै झुमा वा ढावा प्रथा भनेर हामीले बुझ्छौं, त्यसरी भन्छौं। र यसमा माइला छोरी चढाइयो भने हो, हाम्रो चाहिँ माइलो 3जना, मैले 3टा सन्तान भने 3टा सन्तान मध्ये चाहिँ बीचको सन्तानलाई माइलो भनिन्छ, माइली भनिन्छ। त्यो माइली छोरी चढाइयो भने त्यसलाई झुमा भनिन्छ, र माइलो छोरा चढाएमा चाहिँ त्यसलाई ढावा वा लामा भनेर हामीले चाहिँ त्यसरी बुझ्ने गर्छौं। त्यो कुरा त्यही भएर यसकै नामबाट है हामीले चाहिँ यहीबाट नै झुमा वा ढावा प्रथा भनेर अध्ययन गर्छौं है। अर्को भनेको चाहिँ झुमाहरू अविवाहित रही आजीवन धर्मप्रति आस्थावान रहने प्रतिज्ञा गरेका हुन्छन्। उनीहरूले चाहिँ के हुन्छ, विवाह गर्दैनन् हैन, विवाह नगरिकन चाहिँ त्यही गुम्बालाई हैन, गुम्बालाई चाहिँ रेखदेख गर्ने, गुम्बाको चाहिँ सेवा गर्ने भनेर चाहिँ उनीहरूले प्रतिज्ञा लिएका हुन्छन् भन्ने भयो। अर्को भनेको चाहिँ हामीले जो माइला सन्तानलाई चाहिँ के गर्यौं, माइला सन्तान छोरी वा छोरा जो भए पनि तिनीहरूलाई चाहिँ ढावा र लामाको रूपमा है, हामीले चाहिँ ढावा वा लामा अर्थात् हामीले चाहिँ के भन्छौं, झुमाको रूपमा चाहिँ जो गुम्बामा चढाइन्छ, त्यो भन्दा पहिला चाहिँ 3 वर्ष 3 महिना 3 दिन चाहिँ गुप्तवास राखिन्छ हैन। गुप्तवास राख्ने, जब चाहिँ 3 वर्ष 3 महिना 3 दिन गुप्तवास राखिसकेपछि बाजा गाजाका साथ चाहिँ के गरिन्छ, गुम्बामा चढाइन्छ। यो चाहिँ अहिले हामीले अलिकति वैज्ञानिक हिसाबले हेर्दाखेरि पनि जो गुप्तवास राखिन्छ 3 वर्ष 3 महिना 3 दिन गुप्तवास राखिन्छ, यसले गर्दा चाहिँ समाजबाट चाहिँ अलिकति समाजमा जो बसिरहेको मान्छेलाई अर्थात् समाजमा बसिरहेको सन्तानलाई चाहिँ के हुन्छ, अलिकति समाजबाट टाढा गुम्बामा पुर्याउँदाखेरि पनि उनीहरू चाहिँ साइकोलोजिकल्ली चाहिँ तयारी हुनलाई पनि सहयोग गरेको देखिन्छ। यो चाहिँ मैले बुझेको है, त्यसरी चाहिँ तयार भएको पनि हैन, तयार हुनलाई सहज भएको पनि देखिन्छ। त्यसरी त्यो कारणले पनि यो गुप्तवास चाहिँ
आवश्यक देखिन्छ। अर्को कुरा चाहिँ म चाहिँ गुम्बाप्रति नै आस्थावान हुन्छु भनेर चाहिँ उनीहरूलाई मोटिभेट गर्नलाई होइन त्यो समय गुप्तवासको समय चाहिँ त्यसरी मोटिभेट गर्नलाई पनि प्रोत्साहन गरेको पाइन्छ होइन। अर्को भनेको झुमा वा ढावाबाट चाहिँ यदि छोराछोरी बिहे त उनीहरूले आजीवन चाहिँ के हुन्छ अविवाहित रहने प्रतिज्ञा गर्छन्। तर चाहिँ झुमा वा ढावाबाट चाहिँ के हुन्छ छोराछोरी भएमा चाहिँ ती छोराछोरी एउटा सन्तान दुईटा सन्तान जे भए पनि त्यो चाहिँ के हुन्छ झुमा र ढावा नै मानिने भनेर चाहिँ यस्तो खालको रहेको छ यो प्रथामा। अर्को भनेको चाहिँ वैवाहिक जीवनबाट पीडित वा एक्लो भएका व्यक्तिहरू पनि स्वैच्छिक रूपमा झुमा वा ढावा बस्ने गर्छन्। साथै ढावाले स्थानीय समाजमा चाहिँ गुरु वा पुरोहितको रूपमा काम गर्छन्। मैले तपाईँलाई अगाडि पनि भने ढावा वा झुमाले चाहिँ के हुन्छ स्थानीय स्तरमा चाहिँ पुरोहितको काम गरेको पाइन्छ। यी कुराहरू मैले सरस्वती चाहिँ झुमा वा ढावा प्रथासँग सम्बन्धित विविध कुराहरू राखेँ। तपाईँहरूलाई चाहिँ केही न केही पक्कै पनि यो भिडियो हेर्दै गर्दाखेरि चाहिँ केही न केही कुरा याद भयो होला। तपाईँहरूले कल्पना तपाईँहरूको चाहिँ दिमागमा चाहिँ एउटा कल्पनित कथाहरू जस्तो चाहिँ सिर्जना भयो होला। बौद्ध धर्मावलम्बीमा प्रचलन भएको यो चाहिँ मुस्ताङ जिल्लाको 3टा गाउँ 5 गाउँ 12 गाउँ र थाकखोला क्षेत्रमा प्रचलन भएको। यसमा चाहिँ माइला छोरा हो, माइला छोरा चलाइयो भने त्यसलाई चाहिँ ढावा लामा भनिने, माइली छोरी चढाइएमा त्यसलाई झुमा भइने, 3 सन्तानमध्ये बिचको सन्तानलाई चढाइने, चढाउनुभन्दा 3 वर्ष 3 महिना 3 दिन गुप्तवास राख्ने र गुप्तवास राखिसकेपछि त्यो गुप्तवासको समय सकेपछि चाहिँ बाजा गाजाका साथ चाहिँ के गर्ने गुम्बामा चढाइने र ती झुमाहरूले के हुन्छ झुमाहरू चाहिँ अविवाहित रहने प्रतिज्ञा गरे पनि तीबाट जन्मिएका सन्तान चाहिँ सिधै झुमा वा ढावा भनेर मानिने र हामी चाहिँ के हुन्छ ती झुमा वा ढावा चाहिँ अहिले स्थानीय स्तरमा चाहिँ पुरोहितको काम गरेको पाइने भनेर चाहिँ यसरी सरस्वती कुराहरू अध्ययन गऱ्यौँ। यसले तपाईँहरूलाई पक्कै पनि केही न केही सहयोग गरेको छ भन्ने आश लिएको छु। यति बेलासम्म यो भिडियो हेर्नुभयो सबै साथीहरूलाई जसले हेर्नु भएको छ सबैलाई धन्यवाद दिन चाहन्छु। यो च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक सेयर गर्नुहोला होइन। र तपाईँहरूले चाहिँ यस्तै भिडियोको लागि चाहिँ हामी तपाईँहरू माझ ल्याइरहनेछौँ। त्यसको लागि चाहिँ सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यो भिडियो हेर्नु भएकोमा फेरि पनि पुनः धन्यवाद दिँदै यो भिडियोबाट बिदा हुन्छु। सम्पूर्णमा धन्यवाद।